भन्नेहरू भन्छन् हैदराबादमा बसेर के आज म सबैजना सन्चै हुनुहुन्छ होला कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। धेरै होइन, मात्रै त्यही 72 लाखको हिजो मात्र मैले घर एउटा फ्ल्याट किनेको थिएँ। हेलो एभ्रिवान, म कमल किरुवा फ्रम दैलेख गाइचरु। सबैजनालाई के भनौँ, सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आइयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। तपाईँहरूलाई गाइस एउटा कुरा भन्नलाई मैले भ्लग स्टार्ट गरिरहेको छु। अहिले म हैदराबाद तेलङ्गाना स्टेटको कम्पल्ली भन्ने ठाउँमा छु। हिजो मात्र मैले घर एउटा फ्ल्याट किनेको थिएँ अनि त्यसको आज काम चलिरहेको छ। सब्सक्राइब गर्नु थियो, दाइले बोलाएको छु। यहाँ काम चल्दैछ, इधर काम चलिरहेको छ। यो रुम ओबिएचको यो रुम हो भयो, यताको रुम छ, यो बाथरुम छ होइन, यो अनि तपाईँको यो बाल्कनी भयो, यहाँबाट बाहिरको यो भ्यू भयो। धेरै होइन, मात्रै त्यही 72 लाखको हो। तपाईँहरू पनि किन्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्दै हुनुहुन्छ। अनि तपाईँको यहाँ यस्तो छ, यस्तो बवाल छ, काम चलिरहेको छ। गाइजहरू बाहिर पनि देखाउँछ होइन, त्यस्तो होइन कि भन्नेहरू भन्छन् हैदराबादमा बसेर के आज म बड्डालाई स्पेसल्ली मैले राई लगाएर भने उसलाई झाडु पोछा काम गर्नु मैले दिएँ। त्यस्तै छ होइन। यति भन्दै मेरा 2-4 शब्दहरू धन्यवाद।